पार्टीको नयाँ कार्यालय भवन सिङ्गो पार्टी पंक्ति देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइनेछ। कठै हामी नेपाली जनताहरूले है कस्तो कस्तो खालको नेताहरू पालेर राखेको रहेछौँ। ल हेर्नुहोस् त, देश र जनता भन्दा पनि ठुलो उनीहरूको पार्टी हुँदो रहेछ, पार्टी कार्यालय हुँदो रहेछ। यत्रो देशै जलेको छ, त्यत्र युवाहरू शहीद भए, त्यसको बारेमा बोल्दैनन् अहिले भर्खर निस्केर पनि नेताहरू। तर उनीहरूको पार्टी कार्यालय चाहिँ अब देशभन्दा ठुलो बनाऊ, बुझ्यौ नि। तर देश र जनताभन्दा तिमीहरूको ठुलो पार्टी कार्यालय होइन प्रचण्डजी। यो कुरा ह्याक्का रहोस् मैले बोलेको कुरो। हुन त म अर्काको देशमा आएको छु होइन, म त प्रचण्ड त अलिक राम्रो खालको मान्छे होला, देश र जनताको हितको लागि काम गर्ने होला भनेको त ऊ पनि पो त्यही ड्याङमा शेरबहादुर र केपी ओली जस्तै भयो त हौ गाँठे। म त अचम्मै लाग्यो। यो कुरा याद गर, देश र जनताभन्दा ठुलो कुनै पनि पार्टी छैन। ह्याक्का रहोस् मुला भ्रष्टाचारी नेता हो।